सम्पूर्णमा हार्दिक नमस्कार। म सिबी मगर। यस भिडियोमा मैले तपाईहरूलाई मगर भाषा यानि कि धुतमा परम्परागत घरेयासी सामग्रीहरूका नाम र तिनीहरूको प्रयोगको बारेमा जानकारी गराउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। लागौं आजको विषयवस्तुतर्फ। पहिलो सामग्रीको नाम रहेको छ ढिकी। यसलाई मगर भाषा यानि कि धुतमा छिम भनिन्छ। धान लगायतका अन्नहरू कुट्नको लागि ढिकी प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ जातो। यसलाई मगर भाषा यानि कि ढुटमा जाता भनिन्छ। अन्न पिस्न जातोको प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ तुलो यानि कि यसलाई चाहिँ तराजुको रूपमा प्रयोग गरिन्छ। यसलाई भनिन्छ मगर भाषा यानि कि ढुटमा पार। तौल नाप्नको लागि पार यानि कि तुलोको प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ डोको। एकदमै प्रयोगमा आएको डोकोको मगर भाषा यानि कि ढुटमा भनिने नाम हो ढाकर। विभिन्न सामान बोक्न ओसार्नको लागि डोकोको प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ नाम्लो। विभिन्न सामान भारी र डोको थाम्नको लागि नाम्लो चाहिन्छ। यसलाई मगर भाषा यानि कि ढुटमा बिरी भनेर भनिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ नाङ्लो। यसलाई चाहिँ सुपो पनि भन्ने गरिन्छ भने मगर भाषा यानि कि ढुटमा यसलाई नङ्गली भनेर भनिन्छ। विभिन्न अन्न राख्न, सुकाउन, केलाउन, निफन्न र अन्य कामको लागि यो सुपो यानि कि नाङ्लो प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ डालो। डालोलाई मगर भाषा यानि कि ढुटमा गिरिङ भनेर भनिन्छ। अन्न वा फलफुल राख्न डालो प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्रीको नाम रहेको छ फुर्लुङ। फुर्लुङलाई मगर भाषा यानि कि ढुटमा फेहे भनिन्छ। माछा मारेर राख्नको लागि यसको प्रयोग गर्ने गरिन्छ। तर आजकल अन्य कामको लागि पनि यसको प्रयोग गरेको पाइन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ हलो। हलोलाई मगर भाषामा चाहिँ हार अथवा कतै कतै खोरखोर्या पनि भन्ने गरिन्छ र खेत जोत्नको लागि हलो प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ खुर्पेटो। खुर्पेटोलाई मगर भाषा यानि कि ढुटमा घोरप्याक भनेर भनिन्छ। खुर्पा, हँसिया राख्न र बोक्नको लागि खुर्पेटोको प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ कुटो। कुटोलाई मगर भाषा यानि कि ढुटमा हुर भनेर भनिन्छ। जमिन खन्नको लागि कुटो प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ कुचो। कुचोलाई मगर भाषा यानि कि ढुटमा बढनी भनेर भनिन्छ। घर सफा गर्नको लागि कुचो प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को रहेको छ टालु टपरी। मैले विशुद्ध पछिल्लो समयमा मगर भाषा ढुटमा मात्रै सुनेको यो टालु टपरी चाहिँ नेपाली भाषामा टालु टपरी तर मगर भाषा यानि कि ढुटमा यसलाई खडरी भनिन्छ। कुखुरा, परेवा लगायतका जनावर राख्न र एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि यसको प्रयोग गर्ने गरिन्छ। र अर्को सामग्री रहेको छ पेरुङ्गो। पेरुङ्गोलाई मगर भाषा यानि कि ढुटमा कोर्का भनिन्छ। विशेष गरी मगर समुदायमा बटुक राख्न र अन्य सगुनहरू राखेर दिनको लागि यसको प्रयोग गर्ने गरिन्छ। त्यस्तै गरी अर्को सामग्री रहेको छ बन्चरो। बन्चरोलाई मगर भाषा यानि कि ढुटमा आरोवा भनेर भनिन्छ। बन्चरोको प्रयोग काठ चिर्न प्रयोग गर्ने गरिन्छ। यी त भए केही सामग्रीका नाम जसलाई मगर भाषा र नेपाली भाषामा फरक फरक तरिकाले भन्ने गरिन्छ। तर केही सामग्रीका यस्ता नाम छन् जसलाई नेपाली भाषा र मगर ढुटमा एउटै नामले प्रयोग गर्ने गरिन्छ। केही उदाहरणहरू मात्र म यहाँ तपाईहरू माझ प्रस्तुत गर्न चाहन्छु। र एउटा उदाहरण रहेको छ स्यागु। स्यागुलाई मगर भाषा र नेपाली भाषामा उही तरिकाले प्रयोग गरेको यानि कि उही तरिकाले भन्ने गरेको पाइन्छ। स्यागु पानी परेको बेलामा ओढ्नको लागि प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को रहेको छ ठेकी। ठेकीलाई प्राय मगर भाषामा पनि ठेकी नै भन्ने गरेको पाइन्छ। ठाउँ अनुसार यसको नाम फरक भनिए तापनि नेपाली भाषा र मगर भाषामा ठेकीलाई ठेकी नै भनेको पाइन्छ। दुध जम्मा गर्नको लागि ठेकी उपयोगी हुन्छ। त्यस्तै गरी अर्को रहेको छ खुर्पा। खुर्पालाई पनि नेपाली भाषा र मगर भाषामा उही तरिकाले प्रयोग गरिन्छ अथवा उही तरिकाले भन्ने गरिन्छ। खुर्पालाई कतै कतै हँसिया भनिए तापनि खुर्पा शब्द आगन्तुक शब्दको रूपमा पनि चिन्ने गरिन्छ।
हस् त साथीहरू, आजको भिडियो सामग्री तपाईहरूलाई कस्तो लाग्यो? कृपया सुझाव सल्लाह क्रिया प्रतिक्रिया दिन नभुल्नुहोला। यदि भिडियो मन पर्यो भने तपाईले लाइक गर्न नभुल्नुहोला। यस्तै भिडियोहरूको लागि तपाईले सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै अर्को भिडियो फेरि पनि आउने नै छ। त्यतिन्जेलसम्मका लागि म पनि बिदा चाहन्छु। तपाईको बाँकी समय शुभ रहोस्। नमस्कार। झोरले।